अब आज चाहिँ के भन्छ हामी मायाङ रिजन इभेन्ट रेडी भएको। अब यहाँबाट आज दिबाट हिँडेर बेलुका मेलम्ची दिपककोमा एन्ड देन भोलि बिहान त्यहाँबाट हिँडेर कहाँ हुन्छ के हुन्छ मलाई थाहा छैन। मेरो प्लान होइन, मलाई केही पनि थाहा छैन, म जाने मात्रै हो। प्रोसेसिङ पैसा निकाल्नु पऱ्यो, पैसा छैन। क्यामेरा नहालौँ भन्ने कुरो। ओके, टिकट समातियो। भन्न बाँकी 3टा सिट बाँकी रहेछ। एबिसी तो जुत्ता अब चाहिँ यहाँ मकलाएर निस्केर जानु गएको। यहाँ घोडो छ, यो राम्रो चटपटी जाउँ। आज त यहाँ पनि भिड होला यार, न्यु इयर रहेछ नि त। हिमाल देखिन्छ त। Bantai dua stage. यताबाट आएको बाटो हामी चाहिँ मेलम्ची नगरपालिकामा छिरेको। भोलि यहाँ आउनुपर्छ भने यहाँ त्यही त। यहाँ र बस्यो। यो मेलम्ची बजार हो। गुड मर्निङ। अब अहिले चाहिँ यहाँ मेलम्चीमा छु होइन। यहाँ कति 6:30 भयो, 7:30मा त गाडी आउँछ भनिदिएको छ। 1 घन्टामा काठमाडौँ आउँछु भन्छ। त्यही भएर यहाँ भन्नुपर्दाखेरि चाहिँ 7:30 देखि 8 बजीसम्म बस आउँछ अरे। अनि त्यसपछि त्यहाँबाट जाने हो।
चिया रेडी भयो यहाँ रेडी भयो यहाँबाट निस्कियो 7:30 भयो र यहाँबाट निस्कियो अब यहाँ बसाइसकेको छ चढ्न लाग्यो म खाना खाने ठाउँमा बसिरहेको छु खाना पुरेर अनि हाम्रो आदर्श सरले चाहिँ के भन्नुभएको छ खाना थाहा छैन काइन्ड अफ सरप्राइज अनि हाम्रो यहाँ अर्को सर हुनुहुन्छ स्पिरिचुअल लिँदै हुनुहुन्छ तिम्रो चाहिँ उनी हो भिडियो चाना खाएको भन्दाखेरि हामी एउटा फोनमा बोलेको छैनौँ होइन अनि हाम्रो माघमा बिहे हुँदै छैन हाम्रो होइन अनि त्यही भएर हामीले छिटो खायौँ यो ढिलो खानेको हाल यस्तो हुन्छ यो फोन बोल्दै खानेको हाल अरूले खाएर उठेर हिँडिसक्यो अब एक्लै खानुपर्छ गाडीबाट झरियो अब यो यहाँबाट हिँड्ने हो यो बाटो सरक राम्रो घुमेर आउँदा हेलो हामी यहाँ तार्के घाङबाट उठिसक्यो बाटो बोलाइसक्यो कस्तो बात पर्यो जङ्गलको बिचमा नाच्छ यहाँ छ यहीँ छ कि बेस क्याम्प आयो कफी 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 यहाँ केटीको मोहनीको टाइम यो चाहिँ बेस क्याम्पको होटलहरू यहाँ रहेछ तल सट्ट अब आजलाई यही हो आजको डेस्टिनेसन भोलि पुग्ने चाहिँ त्यही टपमा हो त्यहाँ
टपमा माथि जुन मन्दिर देखिया त्यहाँसम्म पुग्ने हो यो उकालो छोडेर आज चाहिँ यहाँ बस्ने हो यहाँ बेडमा आएर पल्टी छ यहाँ के छ भन्दाखेरि यहाँ खाना ल्याइछ सुमिलले के ल्याइछ सुमिल के ल्याएछ अरे मासु चिउरा माछा भटमास यति यति बसी भइहाल्यो नि त्यो खाने हो अब आफ्नो चिया हो यो आगो हो यो हप्ता दिनपछि रेडी भयो भनेर गएँ बोलायो तिनीहरूले गइसकेपछि त फेरि 10 तारिक चाहिँ आउँछ हामी चाहिँ खाना खानु लाग्यो होइन पुरै चाहिँ भात खाएर हुनुहुन्छ हाम्रो यो सुमिल दाइले चाहिँ यहाँ चन्जले खाने रे होइन यो भात चिकन करी यो यहाँ काँक्रो अचार के हो यो काउली फर्सी सबै छ यहाँ यो गुन्द्रुकको अचार यति हो यहाँको चाहिँ राम्रो थियो अहिलेको चाहिँ ल यो हामी चाहिँ खाना खान लाग्यो अब यहाँ ओके बाई यहाँ चाहिँ सबैले खाँदैछन् यहाँ चाहिँ बाई गुड नाइट हो हजुर यहाँ गुड नाइट भइसक्यो अहिले चाहिँ 3:50 भइछ अहिले उठिसकेपछि बाहिर यस्तो छ है अब लगभग सबैहरू निस्किसके हामी चाहिँ बल्ल लुगा लगाएर अब बल्ल हिँड्ने हो लास्टमा चिसो छ यसरी अब यहाँबाट हिँड्न लागेको यो सबभन्दा लास्ट चाहिँ हामी यो यहाँबाट कोही पनि छैन अब यहाँ शान्त भइसक्यो यहाँ भुइँचालो जाला जस्तो भएको थियो हिजो आउँदाखेरि यहाँ चिया खाएको ठाउँ अहिले यहाँ सभाचार भयो ठ्याक्कै जुन अस्तन बेला भइछ यो तबाट माथि लाग्ने हो यो यति साह्रो मेलेको ठ्याक्कै सभाचा हो भयो ल्यायो ठ्याक्कै आइपुग्यो सभाचा आउँदाखेरि ठ्याक्कै 2 घन्टा लाग्यो Swan formation pugna. यो अहिले अझै निस्किँदैन अनि अब सेतो घाम आउँछ कि रातो नि पर्छ हजुर होइन छैन त्यस्तो डर लाग्छ यहाँ त्यस्तो ख्याउ त ल त थ्याङ्क यू सो मच
नाइस छ यो पुसमा पनि छैन सबै काला पत्थर भइरहेको छ डाँडाहरू यस्तै हो छ अब यो आइस नै छैन यहाँ सबै नाङ्गा डाँडा भइसकेको छन् सबै यो यहाँबाट चाहिँ निस्किनु लागेको यो निस्किनु लाग्यो बाटो पनि लाग्यो अब यहाँबाट निस्कियो तर जाने जाउँ सरेर जाउँ अब यो डाँडा बसेर के सिगरेट खाएर देखिहाल्यो आइहाल्यो कति दिनसम्म होला यो त अब यो 2027सम्म हजुर जाउँ जाने होलातिर नि अनि त्यहाँ गएर ब्रेकफास्ट गरेर हिँड्ने अब चाहिँ ओ माथि पुगेर आएको के भएर सुमिल खुट्टा काम्यो काम्यो ओह्रालो किल्लो थोरै है यस्तो छ बाटो अगाडि गएको बाटो यस्तो थियो रात पर्दाखेरि केही देखिया थिएन पानी पर्दाखेरि चाहिँ यो बाटोमा गाह्रो हुन्छ कुदियो गाडी ए खै 28मा माथि हिँड्ने बाटो हिँडेको यहाँ आउँदाखेरि 9:21 भयो 1 घन्टामा आइयो माथिबाट यहाँसम्म चाहिँ अब यहाँ के खाना दिन्छ खाने त्यसपछि झोला टिपेर ड्रुम हिँड्ने अनि फेरि कै 10 बजेर 30 मिनट भयो हामी चाहिँ अब यहाँबाट हिँडेको लट्ठी मेरो साथी ल यहाँ सुमीलाई बोकेर लाने हो यहीँ ल हामी गाडी जान्नुमा कति बेला पुग्दो रहेछ हेरौँ अब यहाँबाट अब तल लाग्ने यहाँबाट यता सर ओह्रालो पुऱ्यो अब चाहिँ आयो यहाँ कहाँ अरे नाम पनि बेसी दिमागले काम गरी छैन यहाँबाट अब गाडी चढ्ने हो 1 बजे छुट्ने गाडी हामी चाहिँ 12:10 भयो क्या अब यहाँ आयो यहाँबाट अब जाने हो गाडी बाटोमा अस्ति हिजो हिँडेर जाने भनेर टिकट नलिकन हिँडेको आज त्यही भएर अगाडि आएर टिकट समात्नु पर्ने छ यहाँ अब त्यहीँ तल गाडी रोकिया हुन्छ त्यहीँ भएर गाडी चढ्ने ठ्याक्कै 12:15मा यहाँ आयो It's accurate 12:15 है सुमिल That's what ल धन्यवाद हिजो मैले ठ्याक्कै यहीँबाट उठाएको आज मैले यहीँ ल्याएर राखिदिँदैछु हिजो र आजको मेरो साथी अब आजबाट फेरि भोलिसम्म कसैको होस् त्यसपछि फेरि चलिरहोस् चल्दासम्म र लट्ठीलाई आज यहीँ छोडिदिन्छु ल मेरो यात्राको सहयात्री यहाँबाट चाहिँ गाडी चढ्यो कति बज्यो 12:50 यहाँबाट हिँडियो ल यहाँ चाहिँ यो वालमा पनि पुरै साग फल्दो रहेछ है पुरै वालभरि सागै साग छ
पहिरो गएको यो टाढै खसेर पहिरो चिया खान आएछौँ हामी अब यहाँ बन्दैछ चक्लेट दुची आयो फाइनली यस्तो अरे नि त यात्रामा मनमिनीहरू जोडिँदै जान्छन् मन नमिनीहरू छोडिँदै जान्छन् यहाँबाट निस्किनु लागि यहाँबाट हिँडेको ल छ ल बाई हो बाई कहाँ सकिनु भयो त नि काठमाडौँ पुगेकै छैन ल ल बाई ह्याप्पी म्यारिड लाइफ पानी गएर देखेर व्रत सुरु भएको साल नदीमा भिड भएको आज त्यतै छेल्ला काट्नु श्री सस्तानी माताको मन्दिर रहेछ यो हजुर त्यही त खुट्टाले टेकेकै छैन मेला रहेछ हाट बजार यो कुटी रहेछ यहाँ अब म आङ्गो गरेर जान्छु ओके आङ्गो घर आइदिएपछि ओके बाई